गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म मेरो लाइसेन्स एक्जामको सर्टिफिकेटहरू लिन जाँदैछु। त्यो चाहिँ हामी यता एनएसीकै अफिसमा जान्छौँ। एनएसीको वेबसाइटमा चाहिँ यति रोल नम्बरदेखि यति रोल नम्बरको चाहिँ यो डेटमा आउने भनेर त्यहाँ लिस्ट निकालेको हुन्छ कि। सो त्यो लिस्ट अनुसार हाम्रो डिपार्टको आज जानुपर्ने हो। आज अब हामी जाँदैछौँ त्यो सर्टिफिकेट अनि लाइसेन्सहरू लिनको लागि। सो म रेडी भइसक्यो अलमोस्ट। अब प्रिन्ट गर्छु। त्यो ट्रान्ज्याक्सनको चाहिँ फोटोकपी चाहिन्छ। त्यो हामीले जुन सर्टिफिकेट लिनको लागि पे गरेको त्यो ट्रान्ज्याक्सन हुन्छ नि हो, त्यसको चाहिँ हामीलाई फोटोकपी चाहिन्छ। त्यो म प्रिन्ट गरेर अनि म जान्छु। अब म चाहिँ निक्लिँदैछु। सो बाई गाइज। चाहिँ अब फोटोकपी गर्नको लागि जाँदैछु। गाइज म चाहिँ आइपुगेँ एनएसीमा। हामी चाहिँ पुरेर बसिरहेछौँ। कस्तो लागिरहेको छ त पूजा? कुरै छ। मैले हाम्रो कार्डको लागि नाम बोलाउनुहुन्छ अरे त्यहाँ। पूजा यता छ, त्यहाँ कुरि नै रहेछ। म चाहिँ पनि आएकै छैन हाम्रो पालो। मुझे छोडो यहाँ से मुझे निकालो कहिले देखिरहेछ माने यार। दिपेश हिमालले सक्यो। हेलो साथी, के छ हाम्रो? सब ठिक छ। तिम्रो के छ भन? एकदम फिट एन्ड फाइन छु म पनि एकदमै फिट एन्ड फाइन लाइफ छु। सुनाउ त ल। लाइफ केही भइरहेछ नि यार। जहाँ छ त्यहीँ फुल स्टप लगाएर बसिरहेछ। फुल स्टप होइन, कमा लागिरहेछ। फुल स्टप लगाएछ त सकिहाल्यो नि। दोस्त मलाई पार्टी खुवाउनु त केही कुरा छैन हेर। त्यसै भ्लग त कहाँ हुन्छ त? मैले क्यामेरा क्यामेरा ओपन गरेपछि भ्लग आफै स्टार्ट हुन थाल्छ, बुझ्यौ? त्यस्तो मैले स्क्रिप्ट लिऊ अनि म त्यही अनुसार बोल्छु क्या। यस्तो स्क्रिप्टेड भ्लग जस्तो लाग्छ। फेरि कट चाहिँ हाम्रो नाम आउँछ जस्तो लागिरहेछ। अब मलाई चाहिँ मेरो नाम आउँछ जस्तो लागिरहेछ। नितेश पनि छ। आदर्शको चाहिँ लिएर बसिरहेको छ। साथीहरू आउन पाएन। कन्टेन्ट छैन नि त बस्नु। कन्टेन्टमा बनाइहाल्छु एकछिनमा। दोस्तै मेलहरू रिप्लाई आइरहेको छ कि नै भनिदेऊ न सबैजनाले। मेल अलरेडी आउँछ। वेलकम ब्याक टु खुसी सिलवाल। के रे तिम्रो नाम? सिलवाल होइन यो भएन। वेलकम ब्याक टु द ब्लग अफ खुसी सिलवाल। दिस इज मी नितेश घिमिरे एन्ड हियर वी हेभ खुसी सिलवाल। सिलवाल। के छ खुसी? तिम्रो लाइसेन्स आएको आएन? लाइसेन्स पास भयो। पास भयो होइन? लाइनमा हो तिमी? लाइनमै छु। अहिलेसम्म आएको छैन? आएको छैन। मेरो नि आएको छैन होइन? तिमी अहिले रिसेन्टली के गरिरहेको छौ? म अहिले मेल एन्ड मेल रिप्लाईहरू आउने के भइरहेको छ? रिप्लाईहरू आइरहेछ तर पोजिटिभ रिप्लाई आएको छैन। एप्लिकेसनको थ्रु अप्लाई गर भनिरहेको छ नि। एप्लिकेसन चेक गऱ्यो भने डेडलाइनहरू सकिन थालिसक्यो। मलाई थाहा छैन भनेपछि तिमीले यो फल इन्टेक भ्याउँदैन, अर्को स्प्रिङ इन्टेक मात्रै भ्याउनु भएन। भएन? म आशावादी चाहिँ छु गाइस। होइन आशावादी त हुनुपर्छ। म पनि एकदम आशावादी छु होइन। सोफार जाउँ अब यसो भ्लग गर्दै जाउँ होइन? सबैतिर लाइनमा बस्नु भएको लाइसेन्सको लागि। उहाँ चाहिँ मेरो एकदम निकट मित्र सुदीप आचार्य र खुसी सिलवाल चाहिँ अलिकति यो भरे कट गरेर हाल ल। कम्प्युटर कहाँ जान्छु नि मान्छे कम्प्युटर गर्छ अनि ल। ओके यो कट गरेर हाल ल। मलाई नि हाल नि त फेरि। न पूजा पाण्डे लाइसेन्स आयो। रियाक्सन देऊ न अलिकति एक्साइटेड भएर ये गर्दै। ओके द्याट्स फाइन। ओके यति भन्दै म खुसी सिलवालको भ्लग ऱ्याप अप गर्न चाहन्छु। दिस इज मी मिस्टर नितेश घिमिरे। फेरि वेलकम ब्याक अगेन टु खुसी सिलवाल भ्लग। कस्तो सिलवाल भन्ने आउँदैन यार। लाइसेन्स निकाल्यो। हाउ यु फिलिङ राइट नाउ? इन्जिनियर वाउ। म पनि एकछिन सर्टेन टाइमपछि म पनि अलिकति एक्साइटेड हुन्छ होला। तर लास्टै धोस्तै कालो आयो क्या त। मलाई अलिकति यसरी चाहिँ हुन्छ। सो या I'll be receiving my license after a few minutes. So here we got Mr. Acharya from Pokora, straight out of from Pokora, right? खुसी यो मेरो यो भिडियो भरे आएन भने नि फेरि है एडिट गर मजाले हाल। वेलकम ब्याक अगेन खुसी सिलवाल भ्लग। र खुसीले चाहिँ लाइसेन्स लिएर आइसकेको छ। एक्साइटेड। ल रियाक्सन दियो छिटो। 4 वर्षको मेहनत कस्तो हुँदैछ? जल्दी याद आइरह होला 4 वर्षको मेहनत आएको छैन? कस्तो हुँदा यार? अलिकति बोरिङ मान्छे हो कि गाइस। म एकदमै बोरिङ मान्छे हो त्यसैले। नरिक छ मेरो चाहिँ अब अलिकति लाइनमै बस्नुपर्ने हुन्छ। मेरो काम चाहिँ सक्यो। अब म निक्लिन्छु होला। सो गाइस मेरो चाहिँ अब काम सक्यो। म चाहिँ फर्किँदैछु। अब यही ठाउँमा आउने ठ्याक्कै यो चाहिँ मिन भवनमा हो। यहीँ आउने हो सर्टिफिकेट लिनको लागि। मेरो चाहिँ अब काम सक्यो। मैले पठाउ पनि गरिसकेँ। अब म जाँदैछु। बाई।
फर्किएँ मेरो लाइसेन्स सर्टिफिकेट लिएर सो थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई बाई